हेलो हजुर, हामीले यस च्यानलमा हिरा पत्थरको अवलोकन गरिरहेका छौँ। ल हेर्नुहोस् है त। अब यस्तो प्रकारको छापहरू हजुरले पत्थरहरूमा भेट्टाउनुभयो भने के यो मूल्यवान हुन सक्छ भनेर यस च्यानलले पनि सिकाउनेछ। ल सुन्दै जानुहोस् र अगाडि भिडियो चाहिँ हेर्दै जानुहोस् है। अनि अब यो भिडियो खोलिहाल्नु भएको छ, हजुरलाई पनि यो भिडियो काम लाग्न सक्छ। अनि यो च्यानललाई सब्सक्राइब गरेर अगाडि बढ्नु होला है त। अनि मन पर्दै गयो भने लाइक पनि गर्नु होला अनि सेयर पनि गर्नु होला। ल हेर्दै गरौँ हामीले यो भिडियो है। अब हामीले यसभन्दा अगाडिको च्यानलमा के नेपालमा पनि हिरा पत्थरहरू हुन सक्छन् भनेर छलफल गरेका छौँ। के तपाईँले त्यो च्यानल हेर्नुभयो? के तपाईँले त्यो भिडियो हेर्नुभयो? हेर्नुभएको छैन भने हामी कर्मशः अगाडि बढ्नको निमित्त हाम्रा अगाडिका च्यानलहरू सर्च गरेर पनि हेर्नु होला है त। ल हेर्नुहोस्, अब भनिएको छ नेपालमा हिराहरू बन्ने उपयुक्त हिराहरू पाउने उपयुक्त भूगोल छैन भनिएको छ। सायद हजुरले पनि सुन्नुभएको होला। अनि कति रिसर्चहरूले रिसर्च गरेका कुराहरूलाई पनि फेरि सरकारको अन्डरमा राख्ने कुरा हुन्छ। त्यसैले हामीले सबै कुराहरू प्रयोग गर्न नसक्ने पनि हुन्छ है। अब यो भिडियो हेर्दै जाँदा हजुरले हिरा पत्थर कस्तो हुन्छ भनेर चिन्नुहुनेछ। अनि बाटोमा भेटेको ढुङ्गाहरू के त्यो हिरा हुन सक्छ? के त्यो पत्थर हिरा हुन सक्छ? हामीले त्यसलाई छुट्याउन सक्छौँ है। अब हामीले हिरा भेटिहाल्यौँ भने पनि हामीले फेरि आफूले व्यक्तिले राख्न चाहिँ पाइँदैन है त। यो राष्ट्रको सम्पत्ति। हामी त्यसरी चाहिँ अगाडि जानुपर्ने हुन्छ। ल हेर्दै गर्नुहोस्, यो च्यानलमा चाहिँ हजुरलाई पत्थरहरूमा देखिने कस्ता प्रकारका छापहरू हुन्छन् त भनेर सिकाइएको छ र देखाइएको छ। अब नेपालमा हिरा हुने कि नहुने भन्ने विषय नै हाम्रो अब गम्भीर विषय हो। अनि फेरि हिराहरू कति प्रकारका हुन्छन् त त्यो पनि अर्को एउटा विषय हो। के तपाईँले हिरा पत्थरहरूप्रति रुचि राख्नुहुन्छ? के तपाईँ हाम्रै अगाडिहरू हिराहरू पत्थरहरू लटरम्म फलेका हुन सक्छन् भन्ने कुरामा विश्वास राख्न सक्नुहुन्छ? यसरी बढ्छ यस च्यानलको कथा अगाडि। हेर्नुहोस् है त। अब कुनै बेला के हुन्थ्यो, हाम्रा बुवा पुर्खाहरूले हामीलाई विभिन्न प्रकारका किम्वदन्तीहरू पनि सुनाउने गर्नुहुन्थ्यो। त्यो अवसर यहाँहरूलाई प्राप्त भयो कि भएन? कति चाहिँ विदेशमा बस्ने साथीहरूले विदेशमा काम नभएको बेलामा बसेर यस्तो हुन्छ उस्तो हुन्छ भनी गफ लगाउँदै चाहिँ त्यो खाली समयलाई बिताउँदै पनि गरिन्थ्यो। कति कुराहरू त कस्तो हुन्छ भने सानो कुराहरूले हामीलाई ठुलो प्रकारको लाभ पनि हुनसक्छ। अब जस्तो लाभ भन्नाले कुनै प्रकारको तपाईँ खोजमा हुनुहुन्छ, कुनै प्रकारको तपाईँलाई चाहिँ प्राप्ति होस् भन्ने चाहनुहुन्छ। अब त्यसको पनि एउटा श्रृङ्खलाबद्ध अगाडि बढ्ने कुरा हुन्छ। अनि कहिलेकाहीँ कस्ता कुराहरू हुन्छ भने सानो सानो कुराहरूले ट्याक्क कसैको चाहिँ दिमागमा फर्मुलाहरू खुल्ने गर्छ, सूत्रहरू खुल्ने गर्छ। हेर्नुहोस् है, हाम्रो मानव मस्तिष्क धेरै जटिल प्रकारले बनेको छ भनिने गरिन्थ्यो। अहिले मानव मस्तिष्कहरूमा तपाईँको एआई प्रविधिद्वारा मानव मस्तिष्कहरूलाई पनि थपघट गर्न सक्ने वातावरण बनिसकेको छ होइन त। ल हेर्नुहोस् है त। अब तपाईँ यस भिडियोमा देख्दै हुनुहुन्छ यी पत्थरहरू हुन् होइन। पत्थर भनेको हामी नेपालीमा ढुङ्गा भनेपछि त बुझिहाल्यौँ। हामीले चाहिँ कस्ता कस्ता प्रकारका पत्थरहरू हुन्छन्
कतै ती पत्थरहरू बहुमूल्य प्रकारका हुन्छन् कि त्यसबाट चाहिँ व्यक्ति साथै सरकारलाई कैयौँ प्रकारका लाभहरू हुने खालको वातावरण छ कि हामीसँग, कति त हाम्रा खोज अनुसन्धानका विषयहरू नै बाँकी छन्। भर्खर मात्रै केही अनुसन्धानहरूले पेट्रोलियम पदार्थहरू अनि केही मिनरल्सहरू रहेका कुराहरू बाहिर आएका छन्। अब जस्तै गरेर अब विदेशी सिस्टमहरूमा अहिले चलिरहेको वर्तमानको युद्ध पनि यस्तै मिनरलहरूको निमित्त नै भइरहेको छ भन्ने हामीले सुनेका छौँ नि। यसलाई यी पत्थरहरूलाई मिनरल्स भनिन्छ। यत्र तत्र हामी वन जङ्गलतिर ठुला ठुला चट्टानहरूको चाहिँ कापमा हेऱ्यौँ भने हामीले त्यसमा टाँसिएका दर्शन ढुङ्गाहरू देख्न सक्छौँ हो। अब कस्तो हुन्छ भने तिनै दर्शन ढुङ्गाहरू पनि हाम्रो भाग्यमा छ भने हिरा भेटिन्छ भनिन्छ नि। अब हामी कसैलाई प्राप्त हुन रहेछ भने त्यो चिजहरू त्यहाँ हामीलाई पर्खेर बसिरहेको पनि हुन सक्यो। भनिन्छ नि चमत्कार हुन्छ मान्छेको जीवनमा भनेर। चमत्कार पनि हुन्छ होला, त्यो हुने भएर नै शब्द बनेको होला, होइन त? त्यसैले जसले यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँ अहिले हेर्दै हुनुहुन्छ हिराका छापहरू। ल हेर्नुहोस् है त। अब कस्तो हुन्छ भने खास गरी हामीले जब हिरा पत्थरहरू जान्न चाह्यौँ, बुझ्न चाह्यौँ भने हामी सबैभन्दा त्यसको बाहिरपट्टिको सतहबाट सुरु गर्नुपर्ने हुन्छ। जस्तो कि हाम्रो छालाहरू बनेको हुन्छ नि, छालाहरू हुन्छ नि, जुनै प्रकारको पनि छालाहरू, त्यो छालाहरूको छाप जस्तै निशानहरू हामीले ती पत्थरहरूमा देख्न सक्छौँ। जस्तो कि हामीले देख्ने आम ढुङ्गाहरू ती ढुङ्गाहरू नभई कुनै फरक वस्तुहरू हुन् भन्ने प्रकारको। हामीले हरेक कुरालाई गहिराइबाट हेर्न बुझ्न, हरेक कुराको गहिराइ हुन्छ भन्नुको मतलब कस्तो हुन्छ भन्दा हरेक कुरा नीतिबद्ध बनेको हुन्छ। उसको चाहिँ के हुन्छ कि प्राकृतिक नियम सङ्गत हरेक कुराको निर्माण भएको हुन्छ। अनि यस च्यानलमा पत्थरहरू अवशेष हुन् भनेर पनि छलफल गर्दै हामी अगाडि बढ्नेछौँ। यहाँहरूलाई लागेका जिज्ञासाहरू अवश्य पनि कमेन्ट गर्नुहुनेछ अनि यो च्यानललाई सब्सक्राइब गरेर च्यानललाई अगाडि बढाउनुहुनेछ र हामीले विभिन्न प्रकारका केही फरक कुराहरू गर्दै अगाडि बढ्नेछौँ। हेर्दै गर्नुहोस्। यो हजुरको निमित्त एउटा अवसरको पिरियड पनि हुनसक्छ। केही चमत्कारका कुराहरू पनि गरिएको छ। हुनसक्छ कैयौँ किम्वदन्तीहरूमा, कैयौँ दन्ते कथाहरूमा कैयौँ वास्तविकताहरू लुकेका पनि हुन सक्छन्। कैयौँ दर्शनहरूमा कैयौँ वास्तविकता लुकेका हुन सक्छन्। त्यसैले हामीले हरेक कुरा अध्ययन गरेर अध्ययन मुताबिक अगाडि बढ्नु पर्दछ भन्ने यस च्यानलको उद्देश्य पनि हो। त्यसैले यहाँहरू च्यानलसँग जोडिएर अगाडि बढ्नुहुनेछ। यहाँको माया र यहाँको समर्थनको निमित्त अपिल गरिन्छ यस च्यानललाई सब्सक्राइब गरेर अगाडि बढ्नुहोस्। ल हेर्नुहोस् है त। अब पत्थरको बाहिरतिर के देख्न सकिन्छ त? हामीले छाला जस्तो हुन्छ भनेर त प्रसङ्ग चलायौँ, होइन? अब त्यो छाला जस्तो आकृतिभित्र अन्य चिजहरू के हुन्छन् त भनेर हामीले छलफल गर्दै अगाडि बढ्नेछौँ। यहाँहरूले यस च्यानललाई माया गरी हेर्नुभएकोमा यहाँहरूलाई धन्यवाद। च्यानललाई अगाडि बढ्न र हजुरलाई आफूलाई कता कता जान्न चाहेका विषयहरू जस्तो लाग्यो भने यसलाई सब्सक्राइब गर्न नभुल्नुहोला अनि बेल आइकन दबाएर नोटिफिकेसन अलमा पनि क्लिक गर्नुभयो भने यहाँहरूले भिडियोलाई तुरुन्तै हेर्न सक्नुहुन्छ र केही नयाँ कुरा नै पो प्राप्त हुने हो कि जोडिएर त हेरौँ। धन्यवाद। फेरि हामी अर्को नयाँ भिडियोमा अवश्य पनि
प्रस्तुत हुनेछौँ। जोडिँदै जानुहोला। च्यानल मन पर्यो, भिडियो मन पर्यो भने सेयर गर्न पनि नभुल्नुहोला। यहाँहरूको सानो सहयोगले च्यानललाई अगाडि बढ्न धेरै मद्दत पुग्नेछ। त्यसै गरी यहाँहरूलाई पनि विशेष धन्यवाद दिँदै हस्, नमस्ते।